पाइथनबाट चाहिँ तपाईँको सिम्पल कमेन्ट कसरी युज गर्ने, भेरिएबल कसरी डिक्लेयर गर्ने र चाहिँ नि सानो खालको एउटा प्रोग्राम चाहिँ कसरी गर्ने भन्ने विषयमा चाहिँ डिस्कस गर्छौँ है त। लेट्स अब सुरु गरौँ है त। जस्तै मैले ए इक्वल्स टु लेट्स से ए इक्वल्स टु 10 राखेँ है। 10 राखेँ, यो त हामीले के गरे भने ए भन्ने भेरिएबलमा 10 भ्यालु डिक्लेयर गरेको। अब लेट्स राइट सेम थिङ इन कमेन्ट है त। कमेन्टमा लेखौँ ह्यास युज गर्छौँ, ह्यास सिम्बल है, सिङ्गल लाइन मल्टी लाइन कमेन्ट हुन्छ भनेर थाहा हुन्छ, थाहा होला तपाईँहरूलाई है। जस्तै अब वी ल सेट भेरिएबल भ्यालु भनेर लेख्यो है। अब यो चाहिँ कमेन्ट भयो हैन। अब जस्तै यही फेरि अरू नै लेखियो हैन, यसरी नै फेरि दुईभन्दा बढी लाइनमा लेख्यो भने चाहिँ त्यसलाई मल्टी लाइन कमेन्ट भन्छ। सिङ्गल मात्र छ भने सिङ्गल लाइन। अब बी इक्वल्स टु कति भयो त, ल लेट्स से 20 राखौँ है। अब हामीले के गरौँ, सिम्पली प्रिन्ट स्टेटमेन्ट गरेर ए प्लस बी गऱ्यो भने के हुन्छ त, अब एन्सर कति आउनु पर्यो त 30 है त। लेट्स रन प्रोग्राम है, 30 आयो होइन। अब यो के भयो भने अब त यो त के छ भने यो त 10 छ, यो त 20 छ। अब मलाई जस्तै ल 5 10 बनाउन पर्ला होइन। अब त्यो गर्दा त अब कोडमै गएर चाहिँ नि चेन्ज गर्न पर्ने भयो नि त होइन। अब त्यही भएर चाहिँ अब युजर इनपुटबाट चाहिँ गरौँ है त। लेट्स ए इक्वल्स टु है, ए इक्वल्स टु ल इन्टिजर टाइप मानौँ अनि इनपुट गरौँ है। इनपुट गरौँ अनि त्यहाँबाट ल इन्टर फर्स्ट नम्बर भनेर गरौँ है। अब सेम कुरो हामी के गर्छौँ भने सेम कुरो अर्को नम्बरको लागि गर्छौँ है त। सेम कुरो भनेपछि लेट्स से बी गरौँ, इन्टर सेकेन्ड नम्बर गरौँ। अब लेट्स प्रिन्ट ए बी गरौँ है, ए प्लस बी गरौँ। अब हेरौँ है त, रन गरौँ। अब इन्टर गर्न पाइयो नि हामीले होइन। 7 गरेँ मैले होइन, 8 गरेँ, अब 15 आयो। हो यो चाहिँ के हो भने युजरले युजर साइडबाट चाहिँ के भ्यालु हालिरहेछ र यसले एडिसन पर्फर्मेन्स गरेछ है। जस्तै अब लेट्स प्रिन्ट गरौँ, फेरि हामी के गरौँ ए मल्टिप्लाई बी गरौँ है। अब प्रिन्ट गरौँ, फेरि प्रिन्ट गरौँ ए डिभाइड बी गरौँ होइन। यसरी चाहिँ हामीले डिफ्रेन्ट अर्थमेटिक अपरेटरहरू पनि गर्न चाहिँ नि सक्छौँ। ल हेर्नु त यसरी भ्यालु आयो है त। अब अर्को भिडियोमा चाहिँ हामी पाइथनको मोर डिटेल्स कुराहरू डिस्कस गर्नेछौँ। हस् त, थ्याङ्क यू।